हेलो गाइज इट्स मी मनिषा। आज चाहिँ हामी केमिस्ट्री एमएससी केमिस्ट्रीको स्पेक्ट्रोस्कोपीमा यो मस्पर स्पेक्ट्रोस्कोपीको प्रिन्सिपल हेर्न जाँदैछौँ। र फर्स्टमा मस्पर स्पेक्ट्रोस्कोपी अब एउटा हाइली सेन्सिटिभ न्युक्लियर स्पेक्ट्रोस्कोपिक टेक्निक हो है त। अनि यो it is based on recoil-free resonant emission and gamma-ray absorption by atomic nuclei bound within a solid crystalline lattice, जसले हामीले मोसबर्ग इफेक्ट भन्छौँ है त। अनि यो प्रिन्सिपल यो रिकोइल फ्री रिजोनेन्ट इमिसन भनेको के त हामीले मेन बुझ्नुपर्ने भनेको। अनि गामा रे एब्जर्प्सन बाई एटोमिक न्युक्लियाई, अब यसको कुरा गरौँ है। फर्स्टमा रिकोइल भनेको हामीलाई थाहा छ, जस्तो कि एउटा गनले बुलेट फायर गर्छ नि होइन। बुलेट फायर गर्दै गर्दा त्यो बुलेट चाहिँ फरवर्ड मुभमेन्ट हुन्छ होइन। बुलेटको फरवर्ड मुभमेन्ट हुन्छ र यसको अपोजिट डिरेक्सनमा पनि त्यो गन चाहिँ ब्याकवर्डतिर मुभ गर्छ कि होइन। यसको चाहिँ ब्याकवर्ड भनेको यसको चाहिँ के हुन्छ त, कन्जर्भेसन अफ मोमेन्टम हो। यही नै सेम है, सेम प्रिन्सिपल चाहिँ हाम्रो यो गामा रेमा पनि लाग्छ। जस्तो कुनै पनि न्युक्लियसले है त, कुनै पनि न्युक्लियसले यदि गामा इमिट गर्दैछ भने, यो गामा इमिट गर्दैछ भने यसले चाहिँ मोमेन्टम क्यारी गरेको हुन्छ है। यसले मोमेन्टम क्यारी गरेको हुन्छ। अनि त्यही कारणले गर्दाखेरि यसको चाहिँ अपोजिट डिरेक्सनमा पनि के लाग्छ त, रिकोइल इनर्जी यसले इमिट गर्छ। यदि एउटा मात्रै न्युक्लियस हुने हो भने है त, यो फेनोमेनन भनेको रिकोइल हो। अनि हाम्रो यो प्रिन्सिपलमा के भनेको छ त, रिकोइल फ्री रेजोनेन्ट इमिसन। हाम्रो यो सोर्सको कुरा गरिरहेको छ है। रिकोइल फ्री रिजोनेन्ट इमिसन हुनु पर्यो भनेको यो रिकोइल फ्री हुनु पर्यो है। यो रिकोइल इनर्जी चाहिँ हुनु भएन। यो चाहिँ किन हुनु भएन त भन्दा, एउटा न्युक्लियसले गामा रे इमिट गर्दै गर्दा यसको इनर्जी जति हुन्छ नि, त्यो इनर्जी यदि यो रिकोइल भयो भने यसमा यसको यो इनर्जी चाहिँ लस हुन्छ के, बुझ्नुभयो। यसको यो गामा रेको जति इनर्जी हुनुपर्छ नि, त्यो इनर्जी चाहिँ यो रिकोइल हुँदाखेरि लस हुन्छ। जसले गर्दाखेरि गामा रेको, अब मानौँ गामा रेको इनर्जी भनेको 14.4 किलो इलेक्ट्रोन भोल्ट छ भने, यदि रिकोइल भयो भने यो चाहिँ यसको इनर्जी के हुन्छ त, लेस देन 14.4 किलो इलेक्ट्रोन भोल्ट हुन्छ। अनि जसले गर्दा हाम्रो यो सोर्सको यदि इनर्जी योभन्दा कम भयो भने, अनि स्याम्पलमा यसले त यो स्याम्पलमा गएर स्याम्पलले एब्जर्भ गर्ने हो होइन, यो गामा रेलाई स्याम्पलले एब्जर्भ गर्ने हो। अनि त्यो स्याम्पलले एब्जर्भ गर्नको लागि त्यो गामा रेको इनर्जी इनफ हुँदैन के। त्यो इनर्जी इनफ नभइसकेपछि त यो एब्जर्प्सन हुने भएन नि त, रिजोनेन्ट एब्जर्प्सन हुने भएन होइन। त्यही भएर हामीलाई के चाहिन्छ त, रिकोइल फ्री रिजोनेन्ट इमिसन हुनुपर्छ। ओके, अब रिकोइल फ्री रिजोनेन्ट इमिसन भनेको त बुझिसक्नु भयो होला। अनि गामा रे एब्जर्प्सन बाई एटोमिक न्युक्लियाई बाउन्ड विथिन अ सोलिड क्रिस्टलाइन। अब यदि एउटा मात्र न्युक्लियस हुन्छ भने यसको रिकोइल इनर्जी चाहिँ हुन्छ होइन। यदि त्यो चाहिँ क्रिस्टलमा बाउन्ड भएको छ भने के, त्यो यो चाहिँ अन्ली यो सोलिडमा मात्रै हुन्छ है। यो स्पेक्ट्रोस्कोपी चाहिँ सोलिडको लागि मात्रै हो। किनभने अब क्रिस्टलमा त एकदमै धेरै न्युक्लियसहरू यो एक आपसमा त्यो बाउन्ड भएको हुन्छ नि त। त्यो बाउन्ड भइसकेपछि के हुन्छ त भन्दा, रिकोइल इनर्जी जुन छ त्यो चाहिँ एउटा मात्र न्युक्लियस त्यो ब्याकवर्ड मुभमेन्ट नभएर त्यो होल क्रिस्टलमा, जस्तो अब यो एउटा क्रिस्टल छ होइन, क्रिस्टलमा त एकदमै बिलियन्स अफ न्युक्लियस हुन्छ नि त। अनि एकदमै त्यो टाइटली बाउन्ड हुन्छ होइन न्युक्लियसहरू पनि। त्यसैले यसले चाहिँ यो गामा इमिट गर्दै गर्दाखेरि चाहिँ यसको रिकोइल इनर्जी हुन्छ नि, यो सबै क्रिस्टलले सेयर गर्छ के। अनि सेयर गर्छ होइन। अनि त्यसपछि हाम्रो यो खासमा रिकोइल इनर्जी भनेको जस्तो यसको फर्मुला छ
p स्क्वायर इक्वल टु 2m है। 2m जुन चाहिँ मास। अब यो क्रिस्टलमा के छ त, एकदमै धेरै मिलियन्स अफ न्युक्लियस छ। त्यसो हुँदा के भयो त, यसको मास त एकदमै धेरै भयो नि त। मास हाई भइसकेपछि के भयो त, यो ER एकदमै के हुन्छ, थोरै हुन्छ, नेग्लिजिबल हुन्छ। यसको इनर्जी चाहिँ नेग्लिजिबल हुन्छ। त्यसैले यसमा चाहिँ के हुने भयो त, रिकोइल इनर्जी हुने भएन। त्यसैले क्रिस्टल सोर्स भयो भने गामा रे इमिट गर्दा के हुने भयो त, त्यो रिकोइल फ्री रिजोनेन्ट इमिसन भयो। हामीले अहिले चाहिँ यो हामीले के को कुरा गर्यौँ, सोर्सको कुरा गर्दैछौँ है, सोर्सको कुरा गर्दैछौँ। अब यो गामा रे इमिसन भइसकेपछि कुनै पनि स्याम्पलमा त्यो गामा रे त्यो स्याम्पलले एब्जर्प्सन गर्दाखेरि के हुन्छ त, यो स्याम्पलको जुन न्युक्लियर इनर्जी ग्राउन्ड स्टेट र एक्साइटेड स्टेटको इनर्जी जति छ नि, त्यो इनर्जीसँग यो गामा रेको पनि इनर्जी एक्ज्याक्टली म्याच भयो भने है, यसको यो इनर्जी डिफ्रेन्ससँग है ठ्याक्क एक्ज्याक्टली म्याच भयो भने के गर्छ त, यो स्याम्पलले त्यो गामा रे एब्जर्प्सन गर्छ र एक्साइटेड स्टेटमा जान्छ है त। यसको फेनोमेनन यति नै हो, यसको प्रिन्सिपल। सो यसैलाई नै हामीले के भन्छौँ त, मोसबर इफेक्ट। अब हामीले यहाँ इक्जाम्पलमा हेरौँ। यसमा धेरैजसो हामीले यो कोबाल्ट 57 जुन चाहिँ रेडियो एक्टिभ आइसोटोप हो है, रेडियो एक्टिभ आइसोटोप हो। अनि यो आइसोटोपले यो चाहिँ के हुन्छ भन्दाखेरि इलेक्ट्रोन क्याप्चर गरेर यो आइरन 57 एक्साइटेड स्टेटमा पुग्छ हैन। एक्साइटेड स्टेटमा पुगिसकेपछि यो अब स्टेबल हुनको लागि ग्राउन्ड स्टेटमा जाँदाखेरि यसले के गर्छ त, गामा रे इमिसन गर्छ। यो गामा रे इमिसन भनेको हाम्रो सोर्स हो। यो सोर्स चाहिँ हाम्रो अब यही सेम न्युक्लियाई हुनु पर्यो है त। आइरन भनेको यसमा पनि एब्जर्बर पनि आइरन हुनु पर्यो। अनि यो आइरनले एब्जर्भ गर्छ र इनर्जी डिफ्रेन्स चाहिँ यसको इनर्जी र यो इनर्जी डिफ्रेन्स इक्वल भयो, म्याच भयो भने यसले एब्जर्भ गरेर फेरि एक्साइटेड स्टेटमा जान्छ। यो चाहिँ पुरै यसको फेनोमेनन हो है त।